आजको मौसम हेर्नु त आजको मौसम कस्तो त्यो भएको छ पप्पा मौसम यस्तो राम्रो यस्तो सुहाना छ त्यसले थाहा पनि किन यति भइराखेको छ एकदम एकदम भन्दा पनि एकदम गरम छ अनि हजुरहरूलाई कति गरम छ मौसम भने यति राम्रो छ मौसम हेर्दै कतै पनि घाम छैन केही छैन तर गर्मी भने पुरै नगरौँ साथीहरू आज मैले आफ्नो लाइफको फर्स्ट भ्लग गर्दैछु कस्तो के हुन्छ अनि थाहा त किन फेरि ट्राई गर्दैछु कि राम्रो होस् राम्रो गरौँ त्यही कारणले साथीहरू अनि अगर मैले केही गल्ती गरेको तिमीहरू केही मिस्टेक भएको रहेछ भने हजुरहरूले मलाई भन्नु होला कि दिदी अथवा बहिनी हजुरको यस्तो यस्तो गलत भएको छ त्यसलाई सच्याउनु उसलाई मिलाउनु भनेर भन्नु होला अनि थाहा छ मेरो यो फर्स्ट भ्लग हो नि त मलाई थाहा छैन कसरी के गर्ने त्यही भएर मलाई भन्नु होला अनि बेसी हेरौँ कस्तो हुन्छ के हुन्छ अनि आजको चाहिँ गर्दैछु म आफ्नो लाइफमा एकदम एकदम नर्भस फिल भइरहेको छ के गरौँ के नगरौँ भइरहेको छ डर पनि लागिरहेको छ कस्तो अजिब सा फिल भएको छ थाहा छैन पुरै नगरौँ अनि हेर्नु त आजको मौसम घाम सिद्धै छैन बादलहरू पुरा लागेको छ कपडा यस्तरी धोको सत्यानाश होला जस्तो जस्तरी कपडा धोको के काम लाग्यो हेर्दै त्यस्तरी मैले कपडा धोको के काम लाग्यो आखिर यो मेरो दुश्मन मेरो जब घाम लाग्छ तब शीतल चाहिन्छ जब शीतल चाहिन्छ तब घाम लाग्छ अब अहिले हेर कपडा यत्रो धोछु सुक्छ कि नै यत्रो सुकेको पनि छैन डर लागिरहेको छ साथीहरू सुकेन अथवा केही भएन भने के गर्ने होला नि भयो नि अनि मेरो सबै मेरो कुरा त पानीमा नै गयो अनि कामहरू मैले लगभग सबै भ्याइसकेको छु म त त्यस्तै बसिरहेको थिएँ अनि त्यस्तै बस्दाखेरि नि अनि हेर्नु पऱ्यो आजको मौसम कस्तो रहेछ के रहेछ हजुरहरूलाई देखाउनु पऱ्यो भनेर यस्तो हिँडेको त केही नहोला जस्तो छ हेर यहाँ यस्तो पनि हुन्छ त अनि हेर साथीहरू आजको लागि मैले बस यति नै मैले आजको मौसम देखाउन चाहन्छु कस्तो छ के छ अनि साथै मेरो फर्स्ट भ्लग मैले यस्तो गर्छु के गर्छु मलाई थाहा थिएन त्यही भएर चलो लैजाउँ भनेर अनि कोसिस गरेको हेरौँ मेरो कोसिस मेरो मेहनत चाहिँ कतिको भइरहेको छ अनि साथीहरू त्यसै गरिकन हजुर नयाँ हुनुहुन्छ अथवा मेरो भिडियोलाई राम्रो मान्नुभयो के कस्तो मान्नुभयो त्यो पुरै कमेन्ट गर्नु होला अनि नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला सेयर गर्नु होला अनि साथै यस्तै गरी नै राम्रो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई सपोर्ट गर्नु होला अनि मबाट केही गल्ती यताउति केही भयो भने चाहिँ मलाई भन्नु होला अनि म आफ्नो तर्फबाट भोलि सुधार्ने कोसिस गर्छु सबै राम्रो गर्ने कोसिस गर्छु साथै नमस्कार बाई।